वेलकम गाइस। आज चाहिँ हामी लोकल चाउमिन बनाउँदैछौँ। ल बनाऊ है। सुरुमा ओलिभ ओइल हालेर जिरा पड्कायौँ, त्यसपछि प्याजलाई हामी गर्दैछौँ। झन्डै खस्यो। अब यसलाई हल्का हल्का फ्राई गर्दै जाने, अलिकति धेरै फ्राई गर्नु पर्दैन। त्यससँगै चना हालिदिने, धनियाँ चाहिँ नहालौँ है। अनि चनालाई चाहिँ अलिकति मजाले नै फ्राई गर्नुपर्छ। यो त एक रात भिजाएको चना हो। ल हेर्दै जाउँ, फ्राई हुँदैछ। अब त्यसपछि चाहिँ बन्दा राखौँ, थोरै बन्दा राखेर त्यसलाई पनि हल्का गर्नुपर्छ है। अब क्याप्सिकम खसेछ, त्यो ठिकै छ। त्यसपछि चाहिँ क्याप्सिकम पनि हालेर गर्छौँ हामी, फ्राई गर्ने मजाले गर्दै जाने। त्यसपछि क्यारो राखेर त्यसलाई पनि मजाले अलिकति फ्राई गरिदिने। ल अब हुँदैछ, छोडिदिने। त्यसपछि चाहिँ लसुनको फ्लेभर चाहिँ एकदम मनपर्छ है। अनि लसुनलाई पनि फाइन चप गरेर राखिदिने। त्यसपछि टर्मरिक राखिदिने, त्यसलाई पनि एकछिन चलाउने। त्यसपछि स्वादअनुसार नमक, जुन चाहिँ सबैले भन्दै गर्छन् त्यसै गरी चलाउने, गर्दै जाने, पाक्न दिने। अनि त्यसपछि चाहिँ यो चाहिँ हाम्रो होममेड बाबाले बनाउनु भएको मसला हो। सिक्रेट रेसिपी चाहिँ नभनौँ त्यसलाई। अब त्यसपछि चाहिँ हिजो बनाएर बार्बिक्यू गरेको पोर्क थियो, त्यसलाई चाहिँ आज युटिलाइज गर्दैछौँ पोर्क चाउमिन बनाउनुलाई। हिजो त बाबाले स्वाद भएको थियो, आज पनि त्यसको फ्लेभर मजा आउँछ भने आश गरेका छौँ। एकछिन पकाएर छोडिदिने साइडमा। हामीले चाहिँ अब चाउमिन पकाउने। सरी गाइस, हातले हल्का ठिकै छ, नेभर माइन्ड। अनि त्यो अनुसार चाहिँ चाउमिनको लागि नुडल्स रेडी बन्दैछ, साइडमा बन्दैछ, एकछिन पाक्दैछ। अब त्यो सँगसँगै यतातिर नि हाम्रो साइड डिस बन्दैछ। यसअनुसार अब चाहिँ तपाईँको के भन्छ यसलाई खान्छ, केचप राखेर गरिदिने, पकाउने। केचप त भन्दैन, के भन्थ्यो नाम सँगसँगै। अब जिन्जर गार्लिकको पेस्ट पनि हल्का सुरुमा यतिकै राखिदिने, स्वाद आओस् पाकोस् भनेर। त्यसपछि त्यसलाई चाहिँ मिक्स गरिदिने। अनि यो भनेको चाहिँ एउटा तपाईँको मिट मसला पनि मैले राखिदिएको छु, थोरै स्वादको लागि। अब नेपाली लोकल चाउमिन हो नि त, त्यसै गरी त्यही मिर्च राखिदिएको छु। हेर्दा चाउमिन पनि कस्तो नुडल्स पनि मजाले भएको रहेछ। अब खनाएर गरिदिउँ। अब सँगसँगै अब यसलाई सबै मजाले मिक्स गरिदिने। मिक्स गर्दाखेरि चाहिँ मजाले नै तपाईँको त्यसलाई चाहिँ मिक्स गरेर पकाउन छोडिदिने। त्यो अनुसार स्वाद पनि मजा आउँछ। ल हेर्नु गाइस, मजाले बन्दैछ। माथि एउटा हल्का मैले चाट मसला पनि हालिदिएको छु फ्लेभरको लागि। त्यसरी नै पाक्न छोडिदिने। त्यसपछि यो के हो, फेरि बुढले दिएको हो, तर खै हेर्दाखेरि त तपाईँको ब्ल्याक पेपर के थियो। अब पछि थाहा हुन्छ, तर स्वाद चाहिँ उसको मजाले आउँछ भने आश छ। तपाईँले देख्नुपर्छ खसेको सँगसँगै। अब जिन्जर गार्लिक, सरी के हो यो, लसुन के हो र, सरी धनियाँ। ल हेर्नु त गाइस, यसरी भयो। त्यसपछि हेर्दाखेरि त अब मिठो खानालाई अब यसरी एउटा चाहिँ ट्राई गर्न गर्दैछु। हेर्नुहोस् त गाइस, कस्तो भएको छ। ल ट्राई गरेँ मैले चाहिँ। अब यो चाहिँ पोर्क हो, यसले मजाको स्वाद दिएको छ। यो चाहिँ साँच्चैको स्वादै आएको छ। धन्यवाद।